गुड मर्निङ, नमस्कार। भिडियो सेयर गरिदिनु होला गाइज। यो छेपारो देख्नुभयो? छेपारो मेरो मोबाइलमा नै आएको छ, सायद तपाईहरुको मोबाइलमा नै आयो होला। विगत 2-3 दिनदेखि यो छेपारो सामाजिक सञ्जालमा दौडेको दौडै छ। यसको नाम हो बैरङ्गी छेपारो। यसको धेरै रङ छ। धेरै रङ भएको कारणले यो जहाँ पनि सजिलै घुलमिलाउन सक्छ। मधेसमा जान्छ, मधेसी बन्छ। हिमालमा जान्छ, हिमाली बन्छ। पहाडमा जान्छ, पहाडिया बन्छ। शहरमा जान्छ, सहरिया बन्छ। यो अवसरवादी छेपारो हो। अवसर पाउने बित्तिकै एमालेसँग पनि जान्छ, अवसर पाउने बित्तिकै कांग्रेससँग जान्छ, अवसर पाउने बित्तिकै जनतासँग आउँछ, जनताको आवाज उठाउँछ। त्यस्तो बैरङ्गी छेपारो हो यो। यस्ता बैरङ्गीले न हिजो देशका लागि केही गरेका थिए, न आज गरेछन्, न भोलि गर्छन्। यस्ताको पछाडि लागेर हामी हाम्रो भविष्य अन्धकारमा नपारौँ, हाम्रा छोरानातीको भविष्य अन्धकारमा नपारौँ, हाम्रो आउने भावी पुस्ताको भविष्य अन्धकारमा नपारौँ। सबैलाई चेतना होस्।